मान्छे त्यस्तो राक्षसनी भएर जन्मिन्। जब त्यसरी जन्मिएकी थिइन् त्यहाँबाट चाहिँ नि अब तिनको एरियामा तिमीले अब राक्षसनी भएपछि त अरूको प्राण हत्या गरेर खान पर्यो परेन पर्यो। र यसरी 30 योजन यसरी 5 योजन भित्र आएका व्यक्ति जति तिनको हप्लाहरू जति आउँछन् सबलाई समात्दै खाँदै जीविका गरेर बसेकी समयमा एक समयमा 30 जना व्यक्तिहरू यात्री भनेको खैलेहरू जाँदैखेरि ती राक्षसनीले 30 जना व्यक्तिलाई क्रप्पै समातेर त्यहाँदेखि जाउँदैन बलियो राम्रो थियो त्यो व्यक्तिलाई समातेर लिएर आएकी। त्यो मान्छे व्यक्ति बहुतै राम्रो हुँदाखेरि उनले मार्न मन लागेन अरे राक्षसनीलाई। अब राक्षसनीको पनि अरू छ कि मुटुक छ होइन, मुटुक हुने व्यक्तिको त माया हुन्छ कि हुन्न। अब व्यक्ति हेर्दा त बहुत लागेका छन्, यिनलाई मारेर खानु भन्दा त बरु अरूले मारेर खान्छु, यिनलाई त मारेर पति बनाएर राख्नु ठिक छ भनेर गुफाभित्र ढुङ्गामा थुनेर राख्नु थाल्यो। गर्दा गर्दै 5-6 वर्ष बस्दै टाउको पो घोडाको छ तर शरीर त मान्छेको। भने त्यही व्यक्तिसँग बस्दा बस्दै 5-6 वर्षमा एउटा नानी जन्मियो। के भयो? एउटा नानी जन्मेर आएको पनि भिक्कमै प्यारा छोराहरू हो। त्यतिखेर राक्षसनी र एउटा मान्छेबाट जन्मेको छोरो, अरू कोही होइन, म थिएँ अरे भगवान। त्यतिखेर जन्मिने व्यक्ति को अरे? भगवान हुने व्यक्ति बोधिसत्व। भगवान जस्ता व्यक्ति त त्यत्रो पार्मी धारण गर्दै सुमेध ऋषिको भवबाट लिएर आज यहाँसम्म। त्यतिखेर दीपङ्कर भन्ने भगवान बुद्ध उत्पन्न भएको समयदेखि भगवानले म सत्य बुझेर बोधे मैले बुझेर सबलाई बुझाउँछु। भगवानले जस्तो धर्महरू बुझ्नु त्यस्तै गरेर मैले बुझ्छु, तर्न तिर्न तरेन, मैले जस्तो तरेर जान्छु त्यस्तै गरेर अरूलाई पनि तार्छु भनेर व्याधित लिएदेखि पार्मी धारण गर्दै आएका 4 असंख्य 1 लाख कल्प बीचमा भगवान जस्ता व्यक्ति त राक्षसनीको छोरो हुनु पर्यो भने तपाईँ हामीहरू त कति भयो राक्षसको छोराछोरी होइन, नरको जन्म पनि कति भयो, पशु पनि कति भयो। अहिले भगवानले हेर्नुहोस् त कति सोचिसाले भन्छ कि छोरा हो। त्यतिखेरको त्यो बालक अरू होइन, म थिएँ। र त्यतिखेर बालक हुँदा हुँदै त्यस्तै गर्दा गर्दै म पनि जब अलि ठुलो हुँदै आएँ, जान्ने भएपछि मैले पिताजीलाई हेर्थेँ। पिताजीलाई हेर्दा त पिताजी त अरू कि मान्छे हो कि राम्रो हुन्छ। आमालाई हेर्छु, तलको शरीर त्यस्तो छ, माथि टाउको त्यस्तो चुच्चो छ। बाउ आमाको र तपाईँको अनुहार मिल्दैन त? मिल्छ त? ए छोरा नभन, कहाँ मिल्छ? त हामी भनेको त हामी मान्छे हो, तेरो आमा त राक्षसनी हो। त हामी सुतेको बेला कप्प घाँटी खिचेर खान सक्छ। अब डर लाग्दैन पिताजी? डर लागेर के गर्ने? अब गुफामा थुने सान कसरी जाने? फिकर नगर्नुहोस् है, म गुफाको ढुङ्गा खोली हेर्छु भने आँटा आउँथ्यो। त्यहाँबाट एकदिन आमाले अब खोज्नलाई अब आफूले शिकार मासु खाए तापनि तिमीलाई फलफुल ल्याएर खिलाउने उसको जिम्मा थियो। बहुत माया गरेर फलफुल ल्याएर खिलाउने राख्ने त्यसै राखे। र जब आहार खोज्न गएको टाइममा बोधिसत्व भन्ने व्यक्तिहरू कुनै ठाउँमा पनि पशु हुँदा चरो हुँदाखेरि त बहुत ज्ञानी र सती होस् बलियो हुन्छ। भनेपछि त्यतिखेर म त्यतिखेर बहुत बलियो थिएँ। उमर पुग्दाखेरि मैले त्यो ढुङ्गोलाई यसो हल्लाएर खोलेको त खोल्न सकेँ। आस्तेले खोलेर बाहिर गएर बसेँ। बस्दाखेरि बन्द गर्नाले माथेन आमा फट्टै आएर त अरू व्यक्ति भए त्यतिखेर चप्पै समातेर घाँटी बिचाएर कक्का कुकुर गएर खान सक्दिन। जे भए पनि राक्षसनी भए पनि आमा हो भएको हो। आमाको मन त्यो छोराले खोलेको देखेर पहिला आत्केर तर्सेर कसले खोलेको भन्दा सुमति गर्दाखेरि मेरो छोरा रहेछ भन्दा छोरा किन खोलेका? खोल्न हुँदैन ल, नखोल ल बाबु भनेर मलाई काखमा लिएर दुध खिलाउनु भएको आमाले हो। त्यत्रो कसर गर्दा पनि खुसी रहन सक्नेको हो। अरूलाई त्यतिकै खाना मार्न सक्दिन। त्यहाँबाट आइन्दा त्यसो नगर्नु ल भन्दा आमा मैले गर्दिनँ नि, उठाइ हेरेको के अरे भनेर फकाएँ। त्यहाँबाट मैले सोधेँ, आमा तपाईँले मुगुर मसाल्दै मैले फकाएर सोधेँ, अब तपाईँले कहाँसम्म आएका व्यक्तिलाई तपाईँले खान सक्नुहुन्छ नि? यहाँ तपाईँलाई कतिको एरिया तपाईँको मिलेको छ? फकाएर सोद्धाखेरि म छोराको मायामा परेर आमाले केही कुरा नलुगाइकन छोरा यसरी 30 योजन जति यसरी जाने 5 योजन जति यति भित्र आएका त मेरा हुन्। फेरि त्यहाँदेखि उता गए पनि मेरो मतलब छैन। ऊ त अगाडि बढ्दै नि भन्दा त्यो नदी गएपछि त मेरो मतलब छैन, म त केही गर्नै त हुँदैन।
भनिसकेपछि बल्ल झसँग गएर छोरा किन सोधेका हुने भन्दा होइन आमा त्यतिकै जान्न मन लाग्यो भनेर मैले टाढेको हुँ अरे। त्यस्तो कुरा भित्रको कुरा बताउन सक्ने भनेको अरूले हो कि आमाले हो? हेर्नुहोस् है, त्यति गरेर त्यहाँबाट आमा हमेसा त्यसरी आहार खोज्न जाँदाखेरि एक दिन मैले त्यो ढुङ्गोलाई खोलेर निकालेर बाउलाई चप्प काँडामा समातेर बोकेर कुदाएको पनि कसले हो भन्दा मैले हो। यहाँ अब बसेर हुँदैन, यो राक्षसको बिचमा बसेर हुँदैन, जे भए पनि जाम भएको थियो नि मैले नालाको छेउमा नदी पारी दर्चुबाट पुऱ्याएर डुङ्गा किस्ती लिएर तर्न थाल्दाखेरि आमा आइपुग्दा गुफामा हामीलाई नदेखेर सारा त्यो पहाडी थर्काउँदै चिच्चाउँदै आउनु भएको राक्षसनी आमा सारा पहाडी हेले थर्किन्थ्यो। थर्काउँदै आएर छोरा नजाउन मनुष्य लोकमा किन गएको, मैले तिमीलाई त्यत्रो माया गरेर राख्दाखेरि पनि तिमी किन मनुष्य लोक जान खोज्छौ, मनुष्य लोकमा गरी खान दुःख छ, मैले यहाँ तिमीलाई के कमी नहुने गरी मैले पालेको छु भन्दा आमा तपाईँको र मेरो भाव मिल्दैन, तपाईँ राक्षसनीको जग्गामा राक्षसनी बस्नुहोस्, म हाम्रो जग्गा जान्छु भन्दा छोरा अरूले जे भने तिमीले यिनी शब्द भन्न आउने थिएन भनेर छाती पिटी रुने पनि को हो? आमा हो। जे भए पनि एक रति पनि तिमीलाई मैले कोही दिन मैले घृणा गरिन, तिमीलाई मैले माया नै गरेको व्यक्ति हुँ। आमालाई त्यसो नभन छोरा, फर्केर आऊ कि आऊ भनेर बोलाउनु भन्दाखेरि आमा म आउँदिन नि अब भयो पिछिल्लो पालि हो भन्दै मैले हात हल्लाउँदै जानु होइन छोरा साँच्चै आउनु भनेर 3 पालि सोध्नु भयो। 3 पालि सोद्धाखेरि त्यहाँबाट आउँदिन आमा भनेर त्यसो भने एउटा मैले भन्छु मनुष्य लोकमा बहुत दुःख छ छोरा गरेर खान, साँच्चै नै आउनु भने यत्तिकै रित्तै नजाऊ, म पनि आमा हुँ, तिमीलाई मैले एउटा पद कुशल मन्त्र भन्ने चिन्तामणि मन्त्र दिन्छु। त्यत्रो आफूलाई छोडेर जाँदा भित्र कति रिस उठे तापनि आफ्नो छोरोले दुःख पाउँछ भनेर आफूलाई छोडेर जाने छोरालाई पनि दाइजो दिनेको हो आमा हो। छोरा हेर भगवानले भन्दै हुन्छ कि त्यतिखेर पद कुशल मन्त्र भन्ने चिन्तामणि मन्त्र भनेको 12 वर्ष हराएको समानहरू भेटिने, कसैले आरोप लगाउन नसक्ने र आफ्नो मनको कामना पुरा हुने चिन्तामणि भन्छ। चिन्ता भनेको सोचाइ, मणि भनेको रत्न हो। यो चिन्तामणि पदकुशल मन्त्र भन्ने पनि 12 वर्ष हराएको पाइला पनि भेट्न सकिने र आफूलाई चाहिएको वस्तु प्राप्त गर्न सक्ने मन्त्र मैले दिन्छु भन्दा लौ आमा त्यसमा भन्नुहोस्, हामी त्यता त आउँदैन, तपाईँले मलाई तार्नुहुन्छ, लौ त्यहीँबाट भन्नुहोस् भनेर आमालाई त्यहाँबाट कराउन लगाएर आमाले मलाई मन्त्र सुनाउनु भएको। के मणि भन्दाखेरि के मन्त्र भन्दा चिन्तामणि मन्त्र। भन्नुहोस् त के मन्त्र रहेछ? चिन्तामणि रतनानि बुद्धं बुद्ध रतनानं करं करति शरणं क्षिपमेव समिजतु। चिन्तामणि रतनानि धम्मं धम्म रतनानं करं करति शरणं क्षिपमेव समिजतु। चिन्तामणि रतनानि संगं संग रतनानं करं करति शरणं क्षिपमेव समिजतु। भनेर 3टा मन्त्र भन्दाखेरि लौ बाबु आमा भयो मलाई आयो मनुष्य लोक जानको आखुरीले अझ आयो भन्छौ, लौ भन त फेरि भनेर जबरजस्ती फेरि सोध्ने पनि आमा हो। सही पछाडो आफूलाई विश्वास नलागेर छोरा मुखले त्यतिकै आयो नभन लौ भनेर सुनाउ त भन्दाखेरि मैले 3 पालि कराएर भन्न बताउनु परेको। फेरि भन्दाखेरि अब यति वर्ष जति छाडे भयो, यति वर्ष तिमीले दुःख पाउँदौ छोरा, राम्रोसँग जानु भनेर छाती पिटी बिरहले त्यही मुटु फुटेर मर्नु भएको पनि राक्षसनी आमा हो। राक्षसनी भएर त्यति मित्री करुणा बुद्धिता उपेक्षा भन्ने ब्रह्मचर्य धर्म हुन्छ भने तपाईँ हाम्रो आमा त अरू मनुष्य हो विचार गर्नु हो कि होइन? हाम्रो मेरो पालोमा हो त्यस्तो भएर आमाहरूले त्यसरी पनि प्राण त्यागेको कुरा बोधसँग देखेर मैले आमा भनेको कुरा यस्तो हो भनेर मैले जग्गामा म हात्ती हुँदाखेरि म यतिकै बसिन, मेरो आँगो हत्ती आमालाई पनि मैले सेवा गरेर बसेको हुँ। बाँदर हुँदाखेरि मैले ब्याधाले मार्न आउँदाखेरि मेरो आमालाई नमार भनेर छाती खापेर म बाण खाएर म मरेँ, आखिर मलाई पनि मार्यो ब्याधाले, मेरो दाजुलाई पनि मार्यो, दाजु होइन नै मारेर आमालाई पनि मारेर ब्याधाले शिकार बोकेर गएको थियो भनेर भगवानले जातकबाट धेरै बताउँछ। यो चाहिँ